नमस्कार सर। नमस्ते। आज मेरो साथमा हरिशचन्द्र पोखरेल हुनुहुन्छ। उहाँ चाहिँ नि 5-7वटा फ्याक्ट्रीका मालिक, कृषि विज्ञ र उहाँले करिब करिब 15 बिघा जग्गामा क्यास्ट्रोल पनि लगाउनु भएको छ। अन्त पनि कहाँ कहाँ के छ अब उहाँकै मुखबाट सुन्छौँ हामी। उहाँले दाबी गर्नुभएको छ म 50,000 व्यक्तिलाई रोजगार दिन्छु भनेर। त्यसकारण उहाँलाई हाम्रो स्टुडियोमा स्वागत छ। नमस्कार हरिश सर। नमस्ते। अब हजुरले नै बेली विस्तार लगाउनु पर्यो। 50,000लाई हाम्रा नेता जसले देश चलाइराख्नु भएको छ, हजुर, उहाँहरूले 50,000 त के 10,000लाई पनि रोजगार दिन नसकेर सब विदेश लखड्दै रहेको अवस्थामा हजुरले कसरी दिनुहुन्छ रोजगार? एकचोटि बताइदिनु पर्यो हाम्रो श्रोताहरूलाई। यस्तो छ, नेपाल कृषि प्रधान देश भनेर भनिन्छ, तर यो नारामा मात्रै सीमित भएको चाहिँ नि छ अहिले। के भनेदेखि कृषि प्रधान देश भन्ने, तर यो मागी खाने भाँडो जस्तो मात्रै भन्न आएका छन् अहिलेको चाहिँ शासक वर्गहरूले। 50,000 भनेको सामान्य म एउटा व्यक्तिले मात्रै दिन सक्छु। यदि हामी कम्युनिटी फार्मिङको सिस्टमबाट स्मार्ट खेतीतिर लाग्यो भनेदेखि, अथवा चाहिँ नि भनौँ न नयाँ नयाँ चाहिँ प्रविधिको अहिले चाहिँ नि दुनियाँ चाहिँ नि नयाँ प्रविधिबाट थोरै जग्गाबाट चाहिँ धेरै चाहिँ उत्पादन गर्ने जुन प्रविधिहरू आएको छ, यदि त्यो प्रयोग गरेर हामी चाहिँ कृषि पेसातिर, कृषिलाई औद्योगिकरणतिर लान सकिएमा चाहिँ नि लाखौँ मान्छेलाई रोजगार दिन सकिन्छ। तर म एक्लो मान्छेले अहिलेकै मेरो चाहिँ नि जुन ऊ छ व्यवसाय छ, यसलाई अलिकति आर्थिक स्रोत जुट्ने भनेदेखि 50,000 मान्छेलाई रोजगार दिनलाई गाह्रो छैन। जस्तै मैले एउटा कृषि कम्पनी, कृषि औजार कम्पनी चलाइरहेको छु। त्यो कृषि औजार कम्पनीबाट नेपालमा चाहिने हर किसिमका चाहिने कृषि यन्त्रहरू उत्पादन गर्न सकिन्छ। मेरो चाहिँ सबै ऊ छ, तर के छ भनेदेखि अहिले हाम्रो चाहिने आर्थिक अभावको कारणले ब्याङ्कको एकदम के भन्ने एउटा चाहिँ शान्ति जुन ब्याङ्कको चाहिँ ऊ छ, शान्ति चाहिँ सोच भएका ब्याङ्कहरू छन् होइन। पुँजीलाई एकाध मान्छेलाई, जस्तै माडवारी, अब जस्तै 16जना माडवारी अथवा 25जना 50जना माडवारीहरूको हातमा चाहिने देश परेको छ। तर हामी चाहिने सेतो कर्ला भएका नेपालीलाई ब्याङ्कले दोहोरो दर्जाको चाहिँ नागरिक जसरी हेर्छ। हामीले के छ भनेदेखि ब्याङ्कमा गइयो भनेदेखि हामी कोल्याटर 10 करोडको कोल्याटर छ भनेदेखि 1 करोड पनि उसले दिन गाह्रो हुन्छ ब्याङ्कलाई। तर माडवारी समुदायलाई चाहिने 10 करोडको चाहिने प्रोपर्टी छ भनेदेखि 50 करोड 1 अरब पनि उनीहरूलाई चाहिँ लोन दिएको पाइएको छ। यदि राज्यले प्रुडेन्ट लोनमा मात्रै जाने फाइनेन्स गर्ने नीति अवलम्बन गरौँ भनेदेखि नेपालमा चाहिने म एक्लैले मात्रै पनि पुँजी पर्याप्त भयो भनेदेखि लाखौँ मान्छेलाई रोजगार दिन सक्ने मसँग चाहिने कन्सेप्ट छ। अहिले पनि मेरो चाहिने नयाँ चाहिने एउटा कृषि के अरे क्रपहरू चाहिँ उत्पादन गरिरहेको छु मैले। बर्दियामा चाहिँ 15 बिघा, बाँकेमा चाहिँ 10 बिघा लगायत चाहिँ मेरो सोच के छ भनेदेखि बाँके, बर्दिया र कैलाली 3वटा जिल्लामा मात्रै क्यास्ट्रोल खेतीबाट चाहिँ लाखौँ मान्छेलाई चाहिँ रोजगार दिने मेरो सोच छ। तर अहिले चाहिँ एउटा सुरुवात चरणमा छ। मेरो योभन्दा 2 वर्ष पहिलाबाट मैले सुरु गरेको ट्रायल पास भइसक्यो, राम्रो उत्पादन दियो। यो यदि मेरो चाहिने अवधारणा अनुसार चाहिने बाँके, बर्दिया, कैलालीमा मात्रै चाहिने यसलाई प्रमोसन गर्न सकियो भनेदेखि लाखौँ मान्छेलाई प्रत्यक्ष अप्रत्यक्ष चाहिने रोजगार दिन सकिन्छ भनेदेखि वार्षिक 3 अरबको भारतबाट चाहिने निर्यात भइरहेको छ होइन। 3 अरब होइन कि हामीले 1 अरब मात्रै चाहिँ पनि आयात विस्थापन गर्न सकियो भनेदेखि देशको चाहिने आर्थिक स्रोतमा चाहिँ टेवा पुग्छ र हजारौँ मान्छेले चाहिँ रोजगार प्राप्त गर्न सक्छन् भनेदेखि अन्य जस्तै नयाँ खेतीमा चाहिने सबभन्दा बढी चाहिँ उत्पादन दिने क्यासबा युगा भन्ने खेतीको पनि मैले चाहिने ट्रायल खेती गरेको छु। सबैभन्दा बढी चाहिने खेती हुने भनेको, बढी चाहिने उत्पादन दिने भनेको क्यासबा युगा, सिमल तरुल भनिन्छ। यो विश्वको चाहिने थर्ड खानामा पर्छ। अफ्रिकन मुलुकमा यसलाई चाहिने मुख्य बालीको रूपमा जाने मानिन्छ। मुख्य चाहिने खाद्यान्नको चाहिने रूपमा कुनै चाहिने देश अफ्रिकन मुलुकहरूले
के अरे मुख्य बालीको रूपमा चाहिँ अप्नाइरहेका छन्। भनेदेखि नेपालमा पनि यसको चाहिँ खेती गरियो भनेदेखि हामीले चाहिँ नेपालको पूर्ति, नेपालको चाहिँ खाद्य उसलाई चाहिँ पूर्ति गरिकन हामीले चाहिँ विदेश चाहिँ निर्यात गर्न सकिन्छ। निर्यात गरेपछि तपाईँले 50,000 रोजगार दिनको लागि है अहिले तपाईँले जुन गरिरहनु भएको छ कति करोड कमाइसक्नुभयो तपाईँले यति समयसम्ममा र कतिजनालाई रोजगार दिइरहनु भएको छ एकचोटि प्रश्न पारिदिनुहोस् न हाम्रो श्रोतालाई। यस्तो छ, मैले चाहिँ व्यवसाय गरेको कृषि कर्म लाग्यो त म 28 वर्ष भयो। मैले अरू व्यवसाय पनि गरेको थिएँ। मैले चाहिँ बाँस सम्बन्धी चाहिँ एउटा अनुसन्धान र चाहिँ एउटा फार्मिङको चाहिँ सामान्य फार्मिङ र चाहिँ यो बाँस सम्बन्धी मैले काम गरिरहेको थिएँ। मैले कोरोना पछि मात्रै यो चाहिँ कृषि कर्म लाग्यो, किनभनेदेखि मेरा उद्योगहरू कोरोनाको कारणले चाहिँ नि धराशायी भएको हुँदाखेरि त्यसको चाहिँ अल्टरनेट मैले चाहिँ कृषि कर्मतिर लागेको। जस्तै मैले चाहिँ एनपिके फर्टिलाइजर उत्पादन गरेको छु, बायो फर्टिलाइजर उत्पादन गरेको छु, तपाईँको नेचुरल सोर्सिङ फार्मिङको लागि चाहिँ नि बायो चाहिँ फर्टिलाइजर पनि उत्पादन गरेको छु होइन। किनभनेदेखि पहिलो कुरो खेती गर्नभन्दा पहिला चाहिँ नि हामीले चाहिँ मलको चाहिँ स्रोत त चाहियो नि, मलको स्रोत चाहियो। त्यसको लागि चाहिँ नि किनभनेदेखि रासायनिक मल प्रयोग गर्दाखेरि चाहिँ नि मानव स्वास्थ्यमा चाहिँ नि दखल हुने भएको हुँदाखेरि चाहिँ नि मैले टोटल्ली रासायनिक मललाई चाहिँ विस्थापित गरी अर्ग्यानिक के अरे अर्ग्यानिक चाहिँ नि मल के अरे उत्पादनको लागि चाहिँ नि जैविक मल चाहिँ उत्पादन गर्ने कन्सेप्ट स्वरूप मैले चाहिँ नि बर्मी कम्पोस्ट, एनपिके फर्टिलाइजर, बायो फर्टिलाइजर चाहिँ उत्पादन गरिरहेको छु। र त्यही चाहिँ फर्टिलाइजरले चाहिँ मैले चाहिँ बाहिर चाहिँ नकिनिकन आफ्नै चाहिँ उत्पादन भएको चाहिँ नि जैविक मलबाट चाहिँ मैले चाहिँ खेती गरिरहेको छु। र मैले के हो भनेदेखि अहिले त मेरो करिब 500 जनाको मात्रै चाहिँ मेरो रोजगार छ, मैले रोजगार दिन सकिरहेको छु। तर मेरो चाहिँ यो एउटा के छ भने 2 वर्षभित्र मैले 50 लाख मान्छे 50,000 मान्छेलाई चाहिँ रोजगार दिने एउटा चाहिँ नि संरचना पार्ने चाहिँ नि उमा छु होइन, के अरे तर्खरमा छु। र 2 वर्षभित्र चाहिँ नि 50,000 मान्छेलाई चाहिँ नि स्वतः रोजगार हुने एउटा चाहिँ संरचना तयार लगभग हुन लागिसकेको छ र हुन्छ पनि। हजुरलाई अब एउटा क्वेसन सोधौँ है हजुर। हजुर सर, यहाँ कस्तो छ भने अब देश बनेन भन्छन् होइन। हजुर, अहिलेको नेताहरूले बनाएको देखाएको छैनन् के, विदेशबाट रोइ कराई गरेर उनीहरूले डोनेसन ल्याएका छन्। नेपालीको पैसा चुस्नुभन्दा पनि बाहिरबाट रोइ कराई गरेर विलाप गरेर अरबौँ अरब ल्याएका छन्। ल्याएपछि अलिअलि हात त चाट्छन् नि, चाटे अनुसार उनीहरूले गरे पनि छन् नि। चितवन कस्तो थियो हजुरलाई नै थाहा छ, हजुरको चितवन मान्छे आज कस्तो भएको छ, काठमाडौँ कस्तो थियो कस्तो भएको छ, पोखरा कस्तो छ। देश डेभलप नभएको भन्न मिल्दैन। अनि आज चाहिँ नि अर्को एउटा हजुरलाई कुरा के छ भने जति पनि नेपालीहरू हुनुहुन्छ उहाँहरूले बैङ्कसँग धेरै गुनासो गर्नुहुन्छ। मारवाडीलाई जति पैसा पनि दिन्छ नेपालीले दिँदैन भन्छन्। मारवाडीले जति पैसा लिए पनि आजसम्म नतिरेको रेकर्ड भन्ने कसैको पनि छैन। अरब खरब जति ल्याए पनि तिर्छन्। तर नेपालीले चाहिँ नि प्राय गरेर पैसा लिन्छन्। 1 करोड पर्ने जग्गालाई 1 करोड होइन कि 2-5 लाख मात्र दिए पनि त्यो 5 लाख पनि चाहिँ तपाईँको बिहा गर्ने के गर्ने कसो गर्नेमा खर्च गरेर पैसा तिर्न नसकेर जग्गा लिलाम भएको प्राय नेपालीको देखिया छ। त्यस कारण बैङ्क त डराउनै पर्यो। बैङ्कलाई पनि कुनै पनि बैङ्कलाई अर्काको पैसा लिउँ त्यसको लिलाम धितो गराएर असुलाउ भन्ने कुनै पनि बैङ्कको हुँदैन। उनीहरू बिजनेसम्यान हो, उनीहरू पैसा फिर्ता पायो भने भयो। त्यस कारण उनीहरूले तिर्न सक्दैन भनेर नदिएको हो भन्ने कुरो मान्छेले बुझ्दैन। अर्को कुरो चाहिँ के छ भने कुनै पनि नेपालीले आफ्नो परिवार पाल्न सकिरहेको हुँदैन, ऋणले चुक्लुम्न भएको हुन्छ। त्यही व्यक्तिले चाहिँ प्राय गरेर चाहिँ म 50 लाखलाई रोजगार दिन्छु र 20 लाखलाई रोजगार दिन्छु भनिरहेको हुन्छ। उसले आफ्नो 4-5 जनालाई मात्र पनि रोजगार दिन सकेका छैन। यस्तो किसिमको चाहिँ प्राय देखिन्छ यहाँ नेपालमा। हजुरलाई कस्तो लाग्छ यस्तो? होइन, यो सरले चाहिँ ठिकै भन्नुभयो। कुरो के छ भनेदेखि सर, हाम्रा चाहिँ नि जुन कृषिको चाहिँ नि व्यवसाय छ यसलाई औद्योगिकरणमा जबसम्म लान सकिँदैन तबसम्म चाहिँ कृषिको विकास हुँदैन। तपाईँको 5 कट्ठा 10 कट्ठा 1 बिघा 2 बिघा 5 बिघामा चाहिँ नि व्यवसाय गरेर चाहिँ नि होइन कृषिका उत्पादन गरेर कुनै पनि उयो हुने नै तपाईँले जे हुनुहुन्छ त्यही नै हुने हो होइन। मुख्य कुरो के हो भनेदेखि पहिलो कुरो चाहिँ नि व्यवसाय गर्ने मान्छेहरूले चाहिँ ट्रेनिङको आवश्यकता पर्दछ जस्तो लाग्छ मलाई।
किनभनेदेखि अब नेपालमा त कस्तो भइदिएको छ भनेदेखि बिएससी एमएससी हजुरको एउटा कुरा हजुरको यो कुरा काटेर हजुरले यो पनि प्लस गरौँ। नेपालको प्रत्येक क्षेत्रमा कृषि विभाग छ जहाँ फ्री अफ कस्ट ट्रेनिङ दिइन्छ। बिउहरू पनि कतिपय बिउहरू फ्रीमा दिइन्छ, अनुदान दिइन्छ। अनुदान पनि आफ्ना मान्छेलाई दिएको भन्ने मात्र हो, प्राय गरेर किसानहरूले नै दिइरहेको छ धेरै जसो, हैन। अहिले अब काहीँ यति बिघा 5 बिघा जग्गामा तरकारी भेन्टा लगा भनेर दिइरहेको हुन्छ, काहीँ के लगा भनेर दिइरहेको हुन्छ। मेरै साथी एकजनाले 100 बिघामा चाहिँ काम गरिरहेछन् अहिले। अनि कृषिका उपकरणहरू पनि ठाउँ ठाउँमा ड्रोनहरू ल्याएर राखिरहेछन्। एग्रिकल्चर ड्रोनहरू, रोबोटिक्स, स्मार्ट फार्मिङहरू ठाउँ ठाउँमा गरिरहेछन् अहिले। कलेजहरूले पनि ठाउँ ठाउँमा स्मार्ट फार्मिङको चाहिँ कन्सेप्टहरू दिइरहेछन्। पहिलाको हेरेको त धेरै डेभलप भएको होइन र सर? होइन, यसलाई चाहिँ नि यो डेभलप भन्न मिल्दैन। यो आंशिक चाहिँ नि डेभलप होइन, थोरै थोरै चाहिँ पार्टमा डेभलप भएको भएर यसलाई डेभलप भन्न मिल्दैन। पहिलो कुरो मैले के भन्दै थिएँ भनेदेखि नेपालीको सोचमा पनि परिवर्तन ल्याउन जरुरी छ, होइन। यिनै नेपालीको चाहिँ सोच भएका चाहिँ जनताले भोट दिएरै यी चाहिँ भ्रष्ट नेताहरू चाहिँ को उत्पादन भएका हुन्, होइन। पहिलो कुरो नेपालीको एउटा बानी के छ भने उल्टो बाटो पढ्ने बानी छ के, ख गरेर पहिला घर बनाऊ कमाउँछ, अनि पहिला घर बनाऊ, गाडी किन, खाऊ, रिल्याक्स गरेर सिद्धेसी बल्ल काम गर्न खोज्छ नेपालीले। पहिले उल्टो पढ्छ। पहिलो कुरो के हो भनेदेखि क ख ग घ गरेर पढ्नु पऱ्यो के। पहिला काम गर, काम गर्नलाई चाहिँ नि खानु पऱ्यो, जीवन जिउनलाई चाहिँ खानु पऱ्यो, होइन। अनि त्यही कामको लागि चाहिँ एउटा गाडी जसको त्यही कामको लागि चाहिँ परोको लागि चाहिँ गाडी किन्न पऱ्यो, बल्ल सबै कुरो चाहिँ सम्पन्न भएपछि चाहिँ घर बनाउने जुन चाहिँ नि कन्सेप्ट भयो भने बल्ल चाहिँ एउटा व्यवसायको चाहिँ निरन्तरता हुन्छ। के छ भनेदेखि नेपालीको नेचर पनि एउटा घर बनाउँदाखेरि दुईवटा घर, दुईवटा घर बनाउँदा तीनवटा घर, व्यवसायतिरको ध्यानै छैन, कल्चरै छैन। पहिलाको कल्चर विकास गर्नुपर्छ। एउटा कुरो त्यता छ भने अर्को कुरो के छ भनेदेखि कमसेकम पढेका बिएससी एजी एमएससी एजी पढेका विद्यार्थीले भनौँ न युवाले कृषिमा लाए पो ऊ सफल हुन्छ, किनभने उसले अध्ययन गरेको छ नि त, होइन। क्रपको बारेमा, होइन, जसकै हर किसिमको चाहिँ नि खेतीको बारेमा, होइन, उसले अध्ययन गरेको छ। यहाँ त कस्तो छ भनेदेखि चाहिँ पढेकाले जाहिर खाने, नपढेकाले चाहिँ व्यवसाय गर्ने, होइन। नपढेकाले व्यवसाय गरे पनि उसले एकदम पोख्त भएर तालिम लिएर, होइन, विभिन्न चाहिँ तालिम लिएर ऊ चाहिँ सक्षम भएर मात्रै चाहिँ व्यवसाय सुरु गर्यो भनेदेखि सफल हुन्छ, होइन। उसले चाहिँ नि केही जानेकै छैन, अनि जान्दा जान्दै उसको पुँजी सिद्धिन्छ। अनि त्यो चाहिँ जब पुँजी सिद्धिन्छ उसले जान्दा चाहिँ जब जान्दा चाहिँ उसको पुँजी सिद्धिन्छ, अनि त्योभन्दा अगाडि जान्दा ऊ त सम्भवै भएन। त्यस कारण चाहिँ यो धेरै नेपालमा चाहिँ यो चाहिँ धेरै लागु भएको छ। एउटा व्यवसायी असफल हुने बित्तिकै के भन्दाखेरि त्यसको प्रभाव फेरि चाहिँ समाजमा पर्ने रहेछ क्या। एकजना चाहिँ व्यवसायी, एउटा कृषि व्यवसाय अथवा चाहिँ औद्योगिक के अरे अन्य कुनै चाहिँ व्यवसायमा एकजना चाहिँ विफल हुने बित्तिकै त्यो समाजमा पनि चाहिँ प्रभाव पर्ने रहेछ। एउटाको चाहिँ जुन उदाहरणले चाहिँ यो फलानु चाहिँ विफल भयो तँ पनि हुँदैन भनेर चाहिँ ह्यारासमेन्ट गरिने चाहिँ हुन्छ नि समाजमा। त्यो कारणले पनि यो चाहिँ व्यवसायमा चाहिँ एकदम विफल भएको चाहिँ धेरै देखिन्छ। तर पनि कहीँ युवाहरू विदेशतिर बसेर मजाले चाहिँ फर्ममा काम गरेर ऊ चाहिँ एकदम सक्षम भएर आएका, जस्तै इजरायल, विशेष गरी इजरायल र चाहिँ कोरिया बसेर आएका युवाहरूले चाहिँ प्रशस्त चाहिँ पैसा कमाएका छन्, सफल पनि भएको छन् के। अब पैसाको कुरो ब्याङ्कले चाहिँ पैसाको कुरो छ, जहाँसम्म चाहिँ पैसाको कुरो चाहिँ ऊ छ, ब्याङ्कको चाहिँ हेर्ने नजर। किनभनेदेखि नेपालीले पहाडियाले भनौँ न, नेपाली विशेष गरी पहाडियाले चाहिँ गर्न सक्दैनन्। त्यो उनीहरू पनि के गर्छन् त साझी चाहिँ उदाहरण हेरेर चाहिँ त्यो चाहिँ वहीबाट जान्छन् क्या ब्याङ्कहरू पनि। र एउटाले गर्दाखेरिमा चाहिँ उनीहरूलाई चाहिँ त्यो समग्र एउटाको विफल, एउटाले चाहिँ लोन टाइममा के अरे ब्याज, होइन, सामा ब्याज चाहिँ टाइममा दिन नसकेको हुन्छ। तर त्यसो चाहिँ सबैतिर उसो चाहिँ के हो भन्दाखेरि प्रभाव भनेको ब्याङ्कको पनि अब त हेर्ने नजर चाहिँ त्यतातिर जाने भयो के। त्यसमा चाहिँ यो धेरै विकराल समस्या छ, ब्याङ्किङ समस्या। अर्को कुरो के छ भनेदेखि गाउँको मान्छेले कृषि कार्य गर्ने भनेको गाउँको मान्छेले हो। अरू के छ भनेदेखि पुँजीको अभाव छ, गाउँमा जग्गा प्रशस्त छ, उसलाई पैसा चाहियो तर ब्याङ्कले दिँदैन, त्यहाँको भ्यालुएसन पनि हुँदैन।
यदि राज्यले लो ठिकै छ भ्यालुएसन भएन लो ठिक छ ग्रामीण क्षेत्रको चाहिँ भ्यालुएसन भएन होइन तर के हो भनेदेखि राज्यले यदि प्रोजेक्ट लोन प्रोभाइड गरिदियो भनेदेखि होइन युवाहरू चाहिँ गाउँमै अडिन्छ जबसम्म चाहिँ प्रोजेक्ट लोन चाहिँ एभाइलेबल हुँदैन तबसम्म नि हुने नै यो हुने नै यो राज्यले के भनेदेखि कुनै सब्सिडी दिनु पनि पर्दैन किसानलाई युवालाई कुनै सब्सिडी दिनु पनि पर्दैन उसलाई चाहिँ नि सुलभ मूल्यका ब्याजमा लोन प्रोभाइड मात्रै गरिदिने भनेदेखि चाहिँ नि युवाहरू यसै रोकिन्छन् किनभने सम्भावना चाहिँ यति धेरै छ नेपालमा तपाईँको नेपालको अर्थतन्त्र धान्नलाई त कर्णाली प्रदेशको आर्थिक स्रोतले मात्रै पनि नेपालको चाहिँ प्रशस्त आर्थिक स्रोत धानिकन देश चाहिँ समुन्नत गर्नलाई चाहिँ कर्णाली प्रदेश मात्रै चाहिँ नि पर्याप्त छ किनभनेदेखि यति सौन्दर्य छ कि तपाईँको सौन्दर्यता भनौँ न सौन्दर्यता कमसेकम चाहिँ इन्डिया कर्णालीबाट इन्डिया नजिक छ होइन इन्डिया दिल्लीदेखिका मान्छेहरू चाहिँ नि त्यो गर्मीयाममा कर्णाली जुम्लाको सिन्जा उपत्यका तपाईँको चाहिँ नि रारा ताल मात्रै चाहिँ नि घुमाउनलाई चाहिँ इन्भाइट गर्ने हो भनेदेखि चाहिँ नि पर्यटनले चाहिँ नि अथाह चाहिँ नि आर्थिक चाहिँ नि को चाहिँ नि जुन धरातल छ त्यसले उगाख्न सक्छ भनेदेखि चाहिँ नि कर्णालीमा चाहिँ पाइने तपाईँ शिलाजित यासाङगुम्बा लगायत भनौँ न तमाम जडीबुटीहरूको चाहिँ नि तपाईँको प्रशोधन उद्योग भएर चाहिँ नि कर्णालीमा राख्न सक्ने भनेदेखि विश्व मार्केटमा चाहिँ नि एकदम बहुमूल्य जडीबुटीहरू छन् तिनलाई चाहिँ नि बेच्न सकियो भनेदेखि र कर्णालीमा तपाईँको चाहिँ नि तपाईँको भेडा चौरी तपाईँ चाहिँ नि के भन्छ च्याङ्रा पाल्न सकियो भनेदेखि चौरीको लागि चाहिँ नि चौरी हेर्नुको लागि चाहिँ नि विश्वबाट चाहिँ नि पर्यटकको घुइँचो लाग्ने हुन्छ भनेदेखि